गाइज के छ हजुरलाई होइन आज यो मेरो नयाँ भिडियो लिएर म आइसकेको छु र अब के हुन लागेको छ भन्दाखेरि घरमा अब के खसी काट्न लागेको छ होइन खसी काटेको अब म हजुरलाई भिडियो देखाउँछु होइन खाएको के तर चाहिँ नमान्नु होला है अब खसी काट्नु लाग्छ अब खसी काटेको भिडियो हेर्नु होला है त एकछिन पछि भेट होला एकछिन पछि गाइज सबजना त्यहाँ उइसक्नु भएको छ काट्ने ठाउँमा जना आइसकेको छ कहाँ छ हेर्नु हेर्नु है गाइज थाहा छ होइन हजुरलाई यहाँ ऊ भइसकेको छ यहाँ काटकुट यहाँ फोटो हेर्नुहोस् है काटिसकेको छ नि भन्ने काम भइरहेको छ यो भुत्लाउन टाइम लाग्छ अब एकछिन पछि गरौँ काम हुँदै है मान्छेहरू हेर्ने मान्छे र कति गयो भनेर छ नि अरू दुईवटा भाडाहरू हेर्ने मान्छेहरू दर्शक काम गर्ने मान्छेहरू काम गरेको चाहिँ खान्छ केटाहरूले त्यहाँ काम गरेको सफा सुग्घर हुँदैछ सफा हुँदैछ खाने मासु भन्दाखेरि खाने मासु रात masu masu oh masu 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 oh masu भन्दै सबैले खाने मुडी निकलिरहेको मुडी कस्तो लाग्दैन घरमा काटिदियो खाँदियो होइन यस्तै चलिरहेको होइन यस्तै हो बेलुका मासु अनि मासु मासु किलोमा जोगिँदैछ सबै त छैन त्यही पनि जोगिँदैछ
मासु भने जोखिँदैछ र कति के हुन्छ थाहा पाएपछि खाइनेछ र बेलुका भुवा भात मासु सबै खाएको भिडियो अझ नै हाल्नेछौँ। हस्त धन्यवाद। मासु बनेर रेडी भइसकेको छ कि मासु प्याकेटमै घर लिएर जान थालिसकेको छन्। कोही कोहीले गाइस अझ लिन सक्नुहुन्छ। यहाँ मासु काटेर भने लगभग सिकिसकेको छ र अन्तिम चरणमा आइसकेको छ भने बट्टी भने बुटुवाहरू लगाएका छन्। हेर्न सक्नुहुन्छ किन मासु पाकिरहेको छ। एकछिनमा चाहिँ खानेछौँ है त। एकछिनमा चाहिँ हामी मासु खानेछौँ। स्याउ सुन्तला भन्दैछ हामीलाई के काम छैन अहिलेलाई। ठिक छ। गाइस हल्ला कस्तो छैन। हामीले मासु पाएर खानु राखेको मासु भात मक्क बबाल खसीको मासु हो। मलाई राम्रो लाग्यो। खानु आउनु होला भनेर भन्थेँ तर घर टाढा होला। ल बाई बाई। मासु पाकिराखे मासु घरै खसी काटेको जुन मासु पाकिरहेको छ अहिले खाएको चाहिँ के भन्छ त्यसलाई भुटुवा सुटुवा यस्तो के भन्छ होइन देखाएको थियौँ। अहिले यहाँ अर्को मासु पाइरहेको छ। अहिले चाहिँ झोल बनाएर पाकिरहेको छ। खान मजा आउनेछ आज बेलुका पनि। कस्तो लागिरहेछ जसलाई रमाइलो लागिरहेछ। हस्त धन्यवाद। आजको लाइभ भिडियो यति नै। लाइक सेयर सब्सक्राइब गरिदिनु होला।